हाम्रो चाहिँ घर जाने टाइम भएपछि हेर्नु न यसरी जहिले नि पानी आएर कि हाम्रो चाहिँ बिजोकै बनाइदिन्छ। रुमसम्म आइपुग्नुसम्म हामी पुरा भिजिसक्छौँ कि साथीहरू हेर्नु न बर्खा लाग्यो नि त। लासो साथीहरू वेलकम टु माई मिनी ब्लग। म चाहिँ सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ बिराम भएको थियो अनि आज चाहिँ हल्का फ्रेस भएको भएर मैले चाहिँ भिडियो स्टार्ट गरेँ। अनि त्यो पनि अझै भएस चाहिँ मजाले आएको छैन, रुगाहरू लागिरहेको थियो खोकीहरू, त्यही पनि मैले चाहिँ हल्का ठिक भएर बनाएको। अनि हामी जाने बाटोमा चाहिँ हेर्नु न सधैँ यसरी फुलहरू फुलिरहेको हुन्छ नि त। अनि आज फुल टिप्नु पर्यो भनेको पानी रहेछ कि पानी परिरहेको छ नि त यता। अनि एउटा चाहिँ जम्प गरेर मैले टिपेर ल्याएँ साथीहरू। अलि हल्कै थियो नि त आधाले भेटेन, त्यही भएर जम्प नै गर्नु पर्यो क्या। अनि फुल लगाएर हेर्नु न यसरी म चाहिँ बाटोमा यस्तरी हिँडेँ साथीहरू। अनि हामी जाने टाइमदेखि नै पसलमा चाहिँ अलि प्याक नै थियो नि त। अनि भिडियोहरू बनाउनु पनि पाएको थिएन। अनि यो चाहिँ हामीले मान्छे नहुने बेला बनाएको भिडियो हो। अनि यता हाम्रो सामानहरू पनि आइरहेको थियो अनि हामीले चाहिँ सामानहरू यसरी मिलाएर राख्यौँ। अनि साथीहरू मेरो भिडियो चाहिँ कतिजनाले हेर्नुहुन्छ पुरा अनि कतिजनाले हेर्नुहुन्न, त्यो पनि कमेन्ट गर्नु होला। अनि मेरो भिडियो चाहिँ के कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नु होला सबैजनाले। तपाईँहरूलाई के कस्तो लाग्छ, तपाईँहरूको मनमा लागेको कुराहरू चाहिँ मेरो कमेन्टमा भन्न सक्नुहुन्छ। अनि हामी चाहिँ यसरी मिलेर काम गऱ्यौँ। यो चाहिँ चुराहरू हो साथीहरू, साउनको लागि सबै चुराहरू सबै आइसकेको छ नि त। अब लगभग साउन लागि पनि सक्यो, आज 20 गते भइसक्यो, अब साउन लागिसक्यो भनौँ न। अनि हामी चाहिँ अलिअलि कस्टमरहरू थियो, पानी परिरहेको थियो नि त बाहिर, अनि त्यही भएर हामीले चाहिँ मान्छेहरू नभएको टाइममा यसरी सामानहरू राख्यौँ। अनि हामी चाहिँ दुईजना भेला भयो कि हेर्नु न साथीहरू, यति कमेडी गर्छौँ, यति कमेडी गर्छौँ। ल हेर्नु दिदी र मेरो काम नै यस्तै हो क्या, जहिले दुईजना भएपछि कमेडी सुरु भइहाल्छ। अनि दिदीको चाहिँ बहिनी आउँदै हुनुहुन्छ नि त आज। अनि बुकीसुकी लिएर दिदी चाहिँ आज छिटै जानुभयो। बाहिर चाहिँ यसरी पानी परिरहेको थियो, भित्र भने हल्का हल्का कस्टमरहरू आइराख्नु भएको थियो। लगभग साँझै परिसकेको थियो अनि हाम्रो चाहिँ घर जाने टाइम हुन लागिसकेको थियो नि त। त्यो पनि पानी परेको भएर हामी चाहिँ अलि एकछिनसम्म बसेको साथीहरू, त्यही भएर हामी चाहिँ अलि ढिलै आएको। पानी ठुलै परिरहेको थियो अनि पानी यतिकै परिरहेको थियो अनि हामी चाहिँ यतिकै भनी जान्छौँ, ढिलो भयो भनेर हामी चाहिँ घर आयो साथीहरू। अनि पानी हामी चाहिँ झन् पानी ठुलो पऱ्यो कि। अनि हामी त आधी नै भिजिसकेको थियौँ, त्यो पनि मैले चाहिँ कपडा पुरा खुम्चाएर लगाएको थिएँ। अनि हामी चाहिँ यहाँ आएर सामानहरू किन्नु थियो, अलिअलि किनेको। अनि यो पसलमा चाहिँ यत्रो ठुलो आँप रहेछ क्या साथीहरू। अनि हेरेको अर्को त लडेर गइदिएर भने अनि टिपेर ल्याएर राखेँ। अनि हामी चाहिँ आएर रुममा हेर्दा चाहिँ मेरो लुगा आधी नै भिजिसकेको थियो। अनि बुनुको चाहिँ पुरा सबै भिजिसकेको थियो, पछाडि उसले चाहिँ कपडा खुम्चाएको थिएन, पानीले भिजेर आएको थियो अनि चिसो भइरहेको थियो। अनि हामीले चाहिँ चिया खायौँ, खाना बनाउने टाइममा चिया बनाएर खायौँ के साथीहरू, दुईजना दिदी बहिनी भएर। अनि यहाँ मैले पनि खाएँ, बुनुले नि खायो। र साथीहरू मेरो भिडियो चाहिँ यति नै, तपाईँहरूलाई के कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला सबैजनाले। बाई बाई साथीहरू।